स्वस्ति न इन्द्रो वृद्धस्रवाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु भद्रं कर्णेभिः शृणुयाम देवा भद्रं पश्येमाक्षभिर्जयत्राः स्थिरैरङ्गैस्तुष्टुवा सुषस्तनो बिभ्यसेमहि वहितं जदायुः मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनोहरि ओम तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीपते तिङ्ग्रिं स्मरामि। एकैछिन समाधि राख्नु। अब थोरै टीका लिनु नानीलाई टीका लगाइदिनु अनि बल्ल त्यो खोल्न मिल्छ। बुढामा राखिदिनु टीका लगाइदिनु पहिला यहाँबाट जुन भयो नि रातो टीका अक्षता जुन छ त्यही टक्क लगाइदिइहाल्नु ल। मजाले दोहोरै लगाइदिनु अनि बल्ल त्यो निकाल्ने है। राम्रो दसैँ झैँ लतपत नबनाउनु टपक्क टपक्क लगाइदिनु है त्यसलाई। रात्रे पार्श्वे नक्षत्राणि रूपमस्मिनौ व्याप्तं विष्णन्निखाड मुम्म इखाड सर्वलोकम् इखाड। ल अब यो सल टक्क साइडमा लिने ताली बजाउने सल हटाइदिनु। अब छोरीको मुख हेर अब बाबा र मम्मी एकैछिन तल बस्नु पर्यो। यता बत्तीलाई फुल चढाइदिनु। बत्ती पूजा गर्दैछौँ छोरीको जीवन बत्ती बले जस्तै उज्यालो होस् भनेर टक्क बत्तीलाई टाढाबाट नफाल्नु है। लिप्छ फेरि मजा